हेलो नमस्ते। सदा चाहिँ म फेरि आइसकेको छु यहाँ माझ र म तपाईँहरूलाई एउटा माकुरो यानि कि माकुरो तपाईँलाई म देखाउँछु। यहाँले चाहिँ हेर्नु होला है, यो यति ठुलो छ, यति राम्रो छ है, पछाडि छ है, हेर्नुहोस् यति ठुलो छ, यति राम्रो छ। टक्क यहाँ चाहिँ होइन म्युजियम अगाडि चाहिँ ट्याक्क छ। अब तपाईँहरूको यो भिडियोको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ यस्तो रमणीय ठाउँ, यस्तो रमाइलो छ है। अब यही हो, रमाइलो त अब लागिहाल्छ, किनभने हाम्रो नेपाल जहिले पनि त्यस्तै छ। अलिकति डेभलप भइदियो हुन्थ्यो, अलिकति सुविधाहरू, सेवा सुविधाहरू, अलिकति धेरै कुराहरू चाहिँ अगाडि बढी हुन्थ्यो भनी छ। र यहाँ म तपाईँहरूलाई देखाउँछु, पछाडि खोला छ र यहाँ सधैँभरि फेरि यही खोला मात्रै हाल्छ भन्ने लाग्ला तपाईँहरूलाई। र यहाँ पछाडि देख्नुहुन्छ ठुलो म्युजियम छ, पुरा भाँडो घोप्टाएको जस्तो। र यता माकुरोहरू छ, तपाईँहरूलाई म देखाउँछु। एउटा ठुलो अग्लो ब्रिज छ, मैले भन्दा अगाडिको भिडियोमा पनि हालेको छु, यही ब्रिज हो। र आज धेरै मान्छेहरू चाहिँ घुम्न पनि आउनु भएको छ यहाँ होइन। अब आज फ्राइडे पनि हो, त्यही भएर पनि हुनसक्छ। र देख्नुहुन्छ तपाईँहरूले यस्तो दामी, यस्तो अग्लो होइन ब्रिजहरू छ। र म अझै अगाडि तपाईँहरूलाई एउटा पुल देखाउँछु, त्यहाँको बारेमा, त्यहाँ कस्तो कस्तो म्युजियमहरू छ तपाईँहरूलाई म देखाउँछु। र घुम्नको लागि आउनु भएको छ, यहाँ पछाडि हेर्नुहुन्छ यस्तो राम्रो मान्छेहरू पनि हुनुहुन्छ। अब बोल्न मिल्दैन होइन, अब फेरि भाषा आउँदैन। फेरि मेन प्रब्लम भनेको यो भाषाको। यहाँ धुवा देख्नुहुन्छ तपाईँहरूलाई पुरै, यहाँ नेपाल दाईहरू पनि हुनुहुन्छ। हेलो दाई, नेपाली हो तपाईँ? हेलो ल, हाम्रो मेरो भ्लगमा चाहिँ यहाँहरू पनि आउनु भएको छ। दाई चाहिँ कहाँदेखि हुनुहुन्छ दाई? चितवनदेखि। हाम्रो दाईको नाम चाहिँ के होला दाई? म दाईसँग एउटा छोटो मिठो कुरा गर्छु, तपाईँहरू यहाँ म योगेन्द्र छेत्री। योगेन्द्र छेत्री। दाई कहाँदेखि हुनुहुन्छ? म रोमानियादेखि आएको। रोमानियादेखि। कस्तो लागिरहेछ तपाईँलाई यो बिल्बाउ चाहिँ, कस्तो लागिरहेछ? स्पेन कस्तो लागिरहेछ? के छ अनि काम पाइरहनु भएको छ? कामको एकदम प्रब्लम भने सुनिरहेको, के काम पाउनुहुन्छ? काम पाइन्छ? काम त अब खोजे पाइन्थ्यो होला नि, हामी त खोजियो होइन। अनि के भाषा कतिको चाहिँदो रहेछ? काम गर्न कतिको इजी छ? अरू देशहरू जस्तो कस्तो छ यहाँको बारेमा केही कुराहरू चाहिँ तपाईँले? भाषा त एकदम, पहिलो त अब भाषा नभइकन त अरू अब पहिल्यै चलाउन नसकिने स्थिति रहेछ। अनि यो कस्तो स्पेनिस भाषा हो कि इङ्ग्लिस पनि चल्छ? के छ यसमा तपाईँलाई केही छ जानकारी? स्पेनिस अब अहिलेसम्म आफूले भोगेअनुसार अब स्पेनिसै छ होइन, इङ्ग्लिस त कुनै ठाउँमा होला। अब यहाँ चाहिँ अहिले स्पेनिसै छ। भनेपछि स्पेनिस भाषा भएपछि कामको लागि केही कुराहरू अफर गर्न सकियो होइन? ए भनेपछि अनि यहाँ कति भयो हजुर आउनुभयो? के रहेछ यहाँ? कार्ड बन्ने सम्भावना भनेको छ, यो अहिले नयाँ इमिग्रेसन खोलाउने भनेको छ 25मा होइन, सबैलाई कार्ड दिने भनेको छ। यो विषयमा के थाहा छ तपाईँलाई? केही बुझ्नु भएको छ? म त 9 महिना भयो यहाँ आएको होइन। अब के भन्ने, अब त्यही बियोगी आउँछ भन्दै कुर्दै बसिरहेको छ। अब खै भनेपछि हो भन्नु पर्यो। यो बोई भने चाहिँ यहाँको चाहिँ नि राजपत्रमा चाहिँ ऊ आउनु पऱ्यो होइन? भनेपछि त्यो आएपछि चाहिँ सबै कुराहरू थाहा हुने हो। त्यही भन्छन् अब, त्यही भनेपछि ठिक छ, आशा गरौँ हाम्रो दाइ पनि यहाँ भेट भयो होइन। चितवनदेखि हुनुहुन्छ रहेछ, खुसी लाग्यो। र म चाहिँ यहाँ घुम्दै फिर्दै आएर छु। उता हाम्रो अर्को भाइ नै हुनुहुन्छ। हेलो भाइ, कहाँदेखि हुनुहुन्छ? म त ललितपुरबाट। ललितपुरबाट। नाम के हाम्रो? मेरो सुमित थापा। सुमित थापा। भनेपछि कति भयो स्पेन आउनुभएको? लगभग 6.5 महिना भयो। 6.5 महिना भयो। भनेपछि यो डिसेम्बर 25 भित्र तपाईँ पनि पर्नुभयो? 25 भित्र 30 भित्र त परेछ। भने 30 भित्र उता परेला होइन, 25 भित्रमा पाउने आश छ। ठिक छ, होप गरौँ सबैजनालाई कार्ड पाइयोस् होइन। यहाँको चाहिँ नि गभर्मेन्टबाट चाहिँ काम गर्ने अथोरिटी मिलोस्, सबैजनालाई राम्रो होस् होइन, त्यो कुराहरू होस्। र म तपाईँहरूलाई छोटो मिठो भ्लगहरू देखाइरहेको छु। तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, सिम्पल भाइसलाई चाहिँ माया गर्नु होला। थ्याङ्क यू सो मच, लभ यु अल सबैजना। लाइक एन्ड सब्सक्राइब एभ्रिवान। हामी 3 जना अहिले यहाँ त्यस्तो देखाइरहेको छौँ। ल ओके, बाई। ल यतापट्टि म्युजियम त मैले अहिले देखाइसकेँ। म फेरि अरू भिडियोहरू लिएर आउनेछु है त। ओके, थ्याङ्क यू, बाई।